यो चाहिँ हाम्रो कटेज होइन हिजो बसे त्यसको साइडको भ्यू टक्कै यो है अनि फेरि अर्को साइडको भ्यू टक्कै यो के चिसो छ त्यस्तो जाडो चाहिँ छैन है बिहान 5 बजिरहेछ अब हामी चाहिँ आज खत्रै धेरै हिँड्छौँ होला जस्तै हिजो चाहिँ हामी 9 घन्टा ट्रेनमा आयौँ अनि त्यस्तै 4-5 घन्टा हिँड्यौँ आज चाहिँ हाम्रो एटलिस्ट खै 11-12 घन्टा लाग्छ भने जस्तो ठक 6.5 घन्टा जानलाई मात्र त्यहाँबाट जानु पर्यो स्केच क्रुटन कफ यो सेक्सनको टलेस्ट पोइन्ट हामी यो चाहिँ मुटलर कफ सही स्केच बाटो कन्टिन्यू यो चाहिँ अस्ट्रियन एल्प्स यो चाहिँ होल्सगाउ यो चाहिँ जर्मनीको एल्प्स How I Trained Your Dragon. Oberstdorf is a train चढ्ने ठाउँ चिसो हावा चल्यो यो चाहिँ त्यो वाइल्ड गोट्सहरू त्यो माउन्टेनमा पाइन्छ नि पुरै यस्तो भर्टिकलवाला पहाडहरू हिमालहरू चढ्नेवाला गोट हो यहाँ चाहिँ यो चाहिँ लेक यहाँ अलिकति पानी छ अनि अझै सबै फ्रिज भएर बसिरहेको छ वी कन्टिन्यू हामी भर्खर आएको रेन चाहिँ यता यही माउन्टेनको बिच हुँदै आयो भयो भने ए खै सिधै त्यहाँ पोखरीमा आएको यो चढ्दै जानुपर्ने रे ए यो ठिक न बाटो चाहिँ यही रहेछ है यो समात्दै हिँड्नुपर्ने अर्को पनि टेक्ने ठाउँ बाटो सबै यस्तै रहेछ अब हामी चढ्न जानलाई पिक चाहिँ यो सबै स्नो तलबाट सिधै कालो बादल आइरहेछ पानी पर्छ जस्तो पानी पऱ्यो भने चाहिँ हामी हिँड्न सक्दैनौँ क्यान्सल गर्नुपर्छ भने यसलाई हेरौँ के हुन्छ ए चिप्लिँदै सर त्यो पोइन्ट तर धेरै चिप्लो छ कि बस्ने कुरा चाहिँ के भाबे हुने यसै जानुपर्छ चढ्नु यहाँ मुनि लेख रे क्या ठाक यस्तो टेक्ने बित्तिकै फ्यास गएर हात टेक्दै आएको ल चढौँ अब चढ्नु सक्ने कि होइन चढ्यो होला पुरै स्नोले कभर्ड हामी चाहिँ यति माथि छौँ अब हामी त्यहाँ जानुपर्छ बाटोको ट्रेल चाहिँ यही हो यहाँ चाहिँ ट्रेल छैन माथिबाट आउँछु म त्यहाँ पुग्नुपर्ने
अब खासमा यहाँबाट चिप्लिन लाग्यो होइन ऊ यहाँबाट तल बटमै देख्न गाह्रो छ यहाँबाट पहिला ब्याग फालौँ and whether there or here we go from here snow है हामी चाहिँ भर्खर त्यहाँबाट झऱ्यौँ सारेर चिप्लिँदै त्यहाँ चाहिँ घाम लागिरहेको छ अनि यता चाहिँ पुरै स्नो छ कभर यो हाम्रो बाटो स्नो बाटो यो बाटो रिस्की ठाउँ होइन यो इयरली अहिलेसम्म खै 13-14 जना मर्यो भने ठाउँ जस्तो लाग्यो यहाँबाट डेडली छ तर हामी आएको बाटो चाहिँ धेरै रिस्की त थिएन तर रमाइलो थियो बाटो चाहिँ यही हो गइदिउँ कस्तो डरलाग्दो बाटो के यो सिधै तल हिँड्नलाई डर लाग्ने उभिएर लेट्स गो कन्टिन्यू गरौँ क्रिस्टल चाहिँ हिजोको हाम्रो बाटो यो स्केच हामी जाने चाहिँ यो समात्दै हिँड्नुपर्ने रहेछ यहाँबाट एक झऱ्यो भने चाहिँ सिधै यहाँ यहाँबाट झऱ्यो भने यहाँ जाउँ मान्छेहरू आइरहेको छ पछाडि आवाज सुने तर लास्टै डरलाग्दो बाटो यो हाइटको लास्टै हाइटमा हो तर यो चाहिँ ए मान्छेहरू त्यहाँ चढ्दै रहेछ देख्छै दिँदैन म देखाउँछु मान्छेहरू यहाँ छ नि यो बाटो आएको उनीहरू पुग्नुलाई उहाँ पुगिसकेछ एकदम अब फाइनल चढ्नु बाँकी यो चाहिँ सबभन्दा डिफिकल्टीमा सबभन्दा गाह्रो रे अनि यहाँबाट हामी यहाँबाट झर्छौँ अनि त्यसपछि सजिलो छ अरे तर अब यहाँबाट माथि चाहिँ कसरी जाने तर लास्टै हाइटमा रहेछ हामी यो बाटो चाहिँ यहाँबाट झऱ्यो भने सिधै पुग्दो रहेछ बिस्तारै जानुपर्छ आएमा भयो ढुङ्गा नानौँ फेरि तल मान्छेहरू हुन्छ कस्तो गाह्रो भिडियो बन्द गर्नुपर्छ हो अर्को खतरा बाटो हामीले देख्ने क्रस यही हो अनि स्टोभ यो जे भयो यो हिलको माथि देख्ने क्रस भयो होइन अनि यो डी डचल्यान्ड जर्मनी ओस्टराइच अस्ट्रिया यो चाहिँ हामी अस्ट्रियामा छौँ यो भनेको चाहिँ अस्ट्रिया जर्मनी एकजना आइरहेको रहेछ यहाँ अर्को क्रस चाहिँ यहाँ थियो अनि हामी यही बाटो हुँदै झर्या है बाटोमा झर्दाखेरि चाहिँ त्यस्तो धेरै भिडियो चाहिँ खिचेनौँ किनभने चारवटै हात खुट्टा टेकेर हिँड्नु परिरहेको थियो होइन अब हामी जाने चाहिँ यहाँनिर रहेछ कि
मान्छेहरू छ नि यहाँ यो पातकै यो त सिधै तल छ यहाँ लास्ट रिस्किन्छ त्यो चाहिँ बिस्तारै जानुपर्छ